मैले चाहिँ हैन के गर्छु भनेर देखाउँछु है। यो चाहिँ मेरो गाडी हो हैन। अनि मैले चाहिँ यहाँनिर गएर यो चिम्टी छ। यो चिम्टीलाई चाहिँ यसरी लगाउनु पर्ने हुन्छ है। अनि यसरी यो पनि मैले सबै लगाएको हो। उमेर सँगसँगै अब यो म माथि त भेट्दिन। अनि माथि लगाउनु है। अब यस्तो छैन। यहाँभन्दा हाइट चाहिँ हुँदैन, सो म चाहिँ यस्तो काम गर्छु है। अनि पल्ल छेउ पुग्नलाई आधी घन्टा लाग्छ, फेरि ओल्लो छेउ आउनु 1 घन्टा 2 आधी घन्टा, कहिले कहिले म आधी घन्टामा नि सक्छु, तर म छिटो गर्दिनँ हैन। हेलो एभ्रिवान, नमस्ते। अनि यो भिडियो चाहिँ किन बनाएको लाइले भन्दै हुनुहुन्छ भने चाहिँ पछि म नेपाल गएर भिखारी भएँ भने यही काम पनि गरेर खान सक्छु कि भनेर चाहिँ भिडियो बनाएको। कोरियाले धेरै सिकायो, धेरै दियो, धेरै गर्यो, मलाई पनि केही गर भनेर भनेको होला भनेर चाहिँ भिडियो बनाएको। भोलि कहीँ कतै मैले केही गर्न सकिनँ भने म यही गरेर पनि खान सक्छु। त्यति चाहिँ हिम्मत दिएको छ। अरू दिन नसके पनि जसले पनि जे गर्दै हुनुहुन्छ भिडियो चाहिँ क्याप्चर गरेर राख्नु होला, पछि याद हुनेछ। समयले कहिले पर्खिँदैन, बगेको खोला कहिले फर्किँदैन। समयसँगै हिँड्न सिकौँ, अरूसँग आश नराखौँ।